हेलो गुड मर्निङ नमस्ते सेवारो सबैजनालाई वेलकम ब्याक टु माई च्यानल स्मेस सुरक्षा। सो साथीहरू अहिले चाहिँ म फिलहाल चाहिँ मोमो बनाउनलाई रेडी छु। एक्चुअली आज चाहिँ म खासमा हातले काट्छु भनेर चाहिँ गरेको थिएँ किमा यो कोपीको र चाहिँ प्याज चाहिँ अलरेडी काटिसकेको छु र फेरि गाह्रो लागेर चाहिँ अब फेरि यसमा लगाउँदैछु साथीहरू। अब क्याबेज चाहिँ तर गाह्रो लागेर चाहिँ हेर्नुहोस् है। अब भयो एउटा चाहिँ अलिक मेनै भएछ। मलाई चाहिँ अझै योभन्दा पनि खस्रो खानु मन थियो। यो चाहिँ जिन्जर यतिको मन परेको मलाई चाहिँ खस्रो खानु। यो अलिक मेन भयो यो चाहिँ। यो चाहिँ प्याज अदुवा क्याबेज धनिया अलिकति पर्छ। अब यो पनि भयो तपाईँको धनिया। अब चाहिँ मैले साथीहरू यहाँनिर स्प्रिङ अनियन पनि काटेको छु र चाहिँ अब यो स्प्रिङ अनियन चाहिँ म पुरै लगाउँछु। अजिनामोटो सल्ट नुन बटर। अब चाहिँ मोमो बनाउनु बाँकी छ। यो चाहिँ कोदोको आटाको बनाउने। अनि यहाँ चाहिँ छ तपाईँको टमाटर पोलिराख्नु भएको छ चटनीको लागि। यो चाहिँ टमाटर पोलेको मोमो बनाएको हेर्नुहोस् है। बनाएको कोदोको आटाको हेर्नुहोस् है। बनाउनु चाहिँ अलिक गाह्रो पर्यो फुटेर। ल है साथीहरू आजको मेरो यो डिनरै देख्नु भयो होला ज्यादा भयो। यो हेर्नुहोस् है मेरो यो डिनर होइन। यो कोदोको मोमो अनि यो आटा र मैदा मिक्स गरेको। आजकल म चाहिँ मैदा मात्रै गर्दिनँ किनभने प्रायः जस्तो खाइरहन्छु त अन्त यहाँ अचार लगाएको छु। अनि साथमा चाहिँ यहाँ स्प्राइट हालेँ साथीहरू। पहिला कोदोको मोमो खान्छ कस्तो भयो ल दिदी खानु न आवाज सुन्नुहुँदैछ होला मेरो काम गर्नेले गर्दाखेरि। काम हुँदैछ नि त कि घरको त्यो भएर भिडियो बनाउँछु पर बसेर भनेको थिएँ कि तर अल्छी लाग्यो। यो कोदोको मोमो खानु न। आजको किमामा नि दामी छ स्प्रिङ अनियनहरू पनि लाग्छु कि मिठो हुन्छ। दिदी चाहिँ मोमो बेसी खानुहुँदैन त। कोदोको मोमो खानु न भनेको दिदीलाई खानुको लागि होइन मोमो खानुको लागि मैले यति साह्रो बिन्ती गर्दैछु।
के खानुहुन्छ त अन्त है साथीहरू? यस्तो मिठो हुन्छ पानी मोमोसँग चाहिँ है। अहिले चाहिँ स्प्राइट खाँदैछु, त्यही भएर होला बेसी मोटेको छु। आँखा लोभी मन पापी यदि मुखबाङतिर देख्छु मोमो खाएको पुरा खानु मन लाग्छ हो। यो त खानु सक्दिनँ पुरा हो। पानी यसले हगाइहाल्छ। अब यस्तो खाँदिनँ कि मोमो, जुठो भएको चाहिँ अलग्गै राख्छु हो। दामी भएको छ, दामी भएको छ। यति चाहिँ यो दुईवटा छ हो। अन्त के छ फाल्टु चाहिँ भन्नु त, अलिकति पास्ता बनाएको थिएँ, त्यही पास्ता पनि छ नि त खानुपर्ने चाहिँ साथी। के अरे सुनितालाई पनि खाना मिल्छ। अब मम्मी सानो कुटी छ कि त्यसलाई पनि खाना दिन्छु त दिन अब जान्छ। दुईजना छ, एकजना चाहिँ जान्छ, एकजना चाहिँ 24 घन्टा। एकजना चाहिँ फेरि 8 बजी आउँछ। मेरो नानीले पनि पार्सल पाएछ, अस्तिको दिनै पाएको। शनिबार पठाएको, शनिबार आइतबार सोमबार मङ्गलबार 3 दिन पाएँ त हो। ब्लू डटबाट पठाएको भए मेरो कति पैसा पनि लाग्ने थियो। पिरो भयो यो लास्ट है। महँगो पनि पर्थ्यो। यस्तो पिरो बनाएछ कि बा पिरो भयो नि त। यो चाहिँ मैले खाइनँ, निकालेर राखेको अगाडि। पास्ता अलिकति खाएँ, यति जस्तो यति निकाल्यो, निकालेँ। साथीहरू अब खाइ पनि सक्यो, पुरा पिरो भयो। आजको चाहिँ के भयो है, कसरी बनायो मोमो, के लायो सबै देख्नु भयो। अहिले चाहिँ बाई, लभ यु अल, गुड नाइट, हेभ अ स्विट ड्रिम्स, टेक केयर, थ्याङ्क यू फर वाचिङ।